नमस्ते दर्शकबिन, आज पनि तपाईहरु समक्ष म MT88 Vlogs नयाँ भिडियोका साथमा उपस्थित भएको छु। हेर्दिनु होला के कस्तो लाग्छ, लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब पनि गरिदिनु होला है। तपाईहरुको एक लाइक शेयर अनि सब्स्क्राइबले गर्दा हामीलाई चाहिँ भिडियो बनाउन अझ उत्साह मिल्नेछ भन्दै आज चाहिँ म भिडियो सुरु गर्न गइरहेको छु। सर्वप्रथम चाहिँ म तपाईहरुलाई चाहिँ हाम्रो नेपालको महान चाड यो दशैं त गइसकेको छ। अब दीपावलीको चाहिँ ह्याप्पी दीपावली सबैमा भन्न चाहन्छु। हुन त हामीले गाउँ घरमा रहँदाखेरि आफ्नै तरिकाले झ्याउरे देउसिरे मादलहरू बजाएर आफ्नै तरिकाले रमाइलो गर्थ्यौं भने आज चाहिँ हामी परदेशी भएको कारणले परदेशमा पनि साना साना आयोजनाहरू यस्ताहरू विभिन्न कार्यक्रमहरू हुने गर्दछन्। त्यो हुने क्रममा चाहिँ हामीलाई पनि हिजो एउटा निमन्त्रणा आएको थियो। त्यो निमन्त्रणालाई स्वीकार गरेर चाहिँ हामीले चाहिँ कार्यक्रममा चाहिँ सहभागिता हुन गइरहेका छौं। के कस्तो हुन्छ तपाईहरुलाई पनि जानकारी गराउँदै दृश्यहरू देखाउँदै जानेछौं। पक्कै पनि रमाइलो हुन्छ होला, कतै नजाने होला, अन्तिमसम्म भिडियो हेरेर साथ दिइरहनु होला भन्दै आजको भिडियो चाहिँ म सुरु गर्छु है त। फाइनली हामी चाहिँ आइपुग्यौं। यस्तो छ 어떤 세계에서 날아올 것인가. 주제는 하나의 영광, 비상을 준비하라. 아이언2 사전 예약 진행 중. एकदम मिठो छ। एकदम राम्रो छ। धन्यवाद तपाईहरुलाई र सबै परिवारलाई एकदम मिठो खानेकुराको लागि। ठुलो चाहिँ राम्रो बनाउनु भएछ। ल खानुस्
카메라 좋네. केटाहरू छैन कता गए ठिक छ आज हाम्रो दावा छ अहिले म लास्टमा हान्छु यार लास्टमा हान्छु के बस ठीक छ ठीक छ It's a kitchen store.
भइदिनका लागि म हार्दिक अनुरोध गर्दछु सबैजना आँगनमा आइदिनु होला र हाम्रो स्वयंसेवक साथीहरू अलिअलि यो चेयरहरू पनि हटाएर ठाउँ अलिक फराकिलो गरिदिन पनि म अनुरोध गर्छु र अतिथिज्यूहरूलाई आँगनमा आइदिनका लागि म हार्दिक अनुरोध गर्दछु सबैजना अतिथिहरू सबैजना हामी सँगै देउसी खेलौँ है त स्वयंसेवक साथीहरू यही सेन्टरमा काम गर्नुहुने खटिनुहुने साथीहरू पनि हाम्रो ठाउँलाई अलिक फराकिलो बनाइदिन यी चेयरहरू हटाएर सहयोग गरिदिनु होला र सबैजना देउसीमा सहयोग गरिदिनु होला
देउसीलाई राम दिएर सबैजनाले देउसीले दिएको आशीर्वाद लाग्छ भन्ने एउटा विश्वास छ। त्यस कारणले गर्दा सबैजना अगाडि आएर देउसीले सेवा बाँचेर गाएर रमाएर जानको निम्ति सम्पूर्णलाई अनुरोध गर्दछु।
अनिल रोचनबाट पनि हामीलाई दक्षिणा प्राप्त भएको छ। उहाँलाई पनि
वित्तीय परामर्शदाता रोहन सुब्बाबाट पनि दक्षिणा प्राप्त भएको छ। उहाँलाई पनि धन्यवाद दियो है त। त्यसै गरी राप्ती समाज दक्षिण कोरियाका प्रतिनिधिज्यूबाट पनि हामीलाई दक्षिणा प्राप्त भएको छ। हसन नेपाल परिवारको तर्फबाट उहाँलाई पनि बधाई। मोहनगिरीबाट स्वतस्फूर्त रूपमा 50,000 नगद हामीलाई प्राप्त भएको छ। उहाँलाई पनि धन्यवाद। त्यसै गरी हामीलाई हाम्रो खनाल युवराज खनालबाट पनि हामीलाई धन्यवाद छ। धेरै आइसकेको छ। सहयोगी आन्दोलनलाई खुला हामीलाई धेरै भएको नामलाई हामी एकदमै हृदयबाट धन्यवाद सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र अब चाहिँ अब आशिष वस्तु ल्याउन चाहन्छौँ। र त्यसपछि फेरि उनीहरू गाउँदै नाचौँ। पहिला चाहिँ अब आशिषतिर जाँदै एउटा औपचारिक जस्तो कार्यक्रम भनेको फेरि पनि साथीहरूले यो घरमा त जानु मन परेन। फेरि ल्याउँदै नाच्छौँ भन्ने कुरा हो। सुरु है। फेरि पनि एकैछिन भावुक झुमाउँछ सबैजना नाच्छौँ रमाइलो गरौँ।
नाप्न आउनु परेन भएर